या दृष्टा निखिलाग सङ्ग समनी स्पृष्टा बपु पावनी रोगाणामयि वन्दिता निरसनी सिक्तान्त कत्रासिनी प्रत्यासन्न विधायिनी भगवत कृष्णस्य संरोपित न्यस्ता तच्चरणे विमुक्ति फलदा तस्यै तुलस्यै नमः। जसको दर्शनले मात्रै पनि सारा पाप नाश गर्दछ। स्पर्श गरियो भने त शरीरलाई पवित्र बनाइदिन्छ। अनि तुलसीको वन्दना गरियो भने रोग नाश हुन्छ। तुलसीको छेउमा बसेर तुलसीलाई हात जोडेर तुलसीको वन्दना गरियो भने रोग नाश गराइदिने सामर्थ्य तुलसीमा रहेको छ। अनि त्यसै गरी तुलसीलाई सम्झियो भने पनि यमराजको भय हुँदैन। तुलसीको माला धारण गरियो भने भगवानको नजिकै बस्न पाइन्छ। र अनि त्यसै गरी तुलसी भगवानको चरणमा चढाइयो भने तुलसीले मुक्ति नै दिलाउँदछिन्। त्यति तुलसीलाई नमो नमः नमस्कार गर्दछु।